हेलो गाइज वेलकम ब्याक माई न्यू मेकअप ट्युटोरियल आजको इन्स्पो भनेको चाहिँ फ्लावर रहेको छ ग्लुको हेल्पले ब्राउजर टाँसिसकेपछि मैले कलर करेक्टर युज गरेर पाउडरले सेट गरेँ सेट भइसकेपछि मैले कन्सिलर युज गरेँ आफ्नो स्किन टोन भन्दा हल्का लाइट सेड फाउन्डेसन युज गरेँ र ब्लेन्डर माथि हल्का सेटिङ स्प्रे गरेँ लाइनर लिएर फ्लावरको जस्तै प्याटर्न ड्र गरेको थिएँ अलिकति सेम टु सेम नभए नि टेढा मेढा भयो भने मैले कम्प्लिट त गरेँ हजुरहरूले पनि प्याटर्न फलो गरेर मजाले बनाउन सक्नुहुन्छ मैले चाहिँ पुरै प्याटर्नको स्ट्रक्चर भन्ने के भन्ने ट्युटोरियल नै राखिदिएको छु राख्न चाहिँ अनि प्याटर्न माथि मैले ग्रिन सेड युज गरेको थिएँ अनि त्यसलाई हल्का लेयर लगाइदिए लाइनरको यतिमै कस्तो बबाल देखिया छ है मैले आई स्याडो प्यालेटमा चाहिँ रेड र पिच कलर लिएको थिएँ अनि लुक्सलाई कम्प्लिट गर्नको लागि मैले ब्राउन्जर लिएँ ब्राउन्जर चाहिँ चिक्स र जो लाइनमा लगाएको थिएँ अनि हाइलाइटर चाहिँ अगाडि फ्रन्ट र चिक्स यो चाहिँ फाइनल लुक है गाइज कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनुहोस् त्यो मन परेमा सेयर गर्नु